Hello guys, welcome to my channel. Today हामीहरु चाहिँ आज मारी गइराको छौं अनि पछि आज न्यू डे न्यू भ्लग हैन न्यू वेदर छ आज चाहिँ यो चितवनमा चाहिँ एकदम विन्डी पानी परिरहेछ हैन अनि आज चाहिँ हामी मारी गइराछौं यो चाहिँ हाम्रो चितवनको वेदर भयो पानी परेको चाहिँ देखिरहेको छैन तर हावाहरु चाहिँ यहाँ हेर्नु त एकदम लागिरहेछ तर हामी माडी चाहिँ जान्छौं अनि माडीमा गएर हामी जंगल सफाई गर्छौं यता पानी आइरहेछ त्यही भएर म अब भित्र गएर भ्लग बनाउँछु हैन भित्र गएर हैन म सिधै गाडीमा मिल्छु बाइ बाइ गाइस गइरह्यो अब चाहिँ हामी पानी पनि रोकिसक्यो हावाहरु पनि कम भइसक्यो अब हामी जान्छौँ मार्साको घर जान्छ नि हामीहरु गाडी जान्छौँ हेलो गाइस अब चाहिँ हामीहरु खाना बसेको छौं फ्रेन्च फ्राइज अनि यो मोमो अनि यो अब म खाऊ अब चाहिँ हामीहरु माडीको लागि निस्क्यौं हैन र जाल खोल्छ त एकचोटि किचन जानला हो कि के हो हामीले यति बेला पनि थियो भने हैन के रे कोपिलालाई उसको बुढी भनेको राजेन्द्र खड्कीको बुढी यति कता हो कोपिला नि दुईटा बच्चा पार बसी चाहिँ मादेन के त मादेन अस्ट्रेलिया गएर यो दुईटा बच्चा भइसक्यो अब यता गइडा आउँछ यस्तै बेला बाटोमा मै हिँड्छु तपाईहरु त मै हिँड्छु बाटोमा त्यही हो जब पऱ्यो म त यो त जिन्दगीमा नि पारा टेकिदिनु है यिनीहरूको त ढोका ढोका
बाघ अगाडि दुईटा उल्टा टेकेर हिँड्यो जङ्गलै हो क्या जङ्गल के ऊ बाघले हेऱ्यो हामीलाई होइन जङ्गल यही त होइन गाडी जाने बाटो त्यो ए होला नि जङ्गल भनेको है ए 2 मिनेट ऊ पिकक पिकक बाडीको जङ्गल ऊ अगाडि केही घर जस्तो छ नानी अहिले घर जस्तो लाग्यो मलाई त त्यही त भनिरहेको छु त त्यो रेड कलरको छत भएको ल अब त ऊ अगाडि घर जस्तो छ अब यस्तो गर्ने हो आधे र पादे आधे ऊ त के हो ऊ पिकक हेर्छ अगाडि खोइ छोरो खै पिकअप गाडी अगाडि हेर न त्यही छ अब हैन पिकक मात्रै देख्ने हो कि क्या हो हामीले खै र उता ऊ देख्दिन त भयो भयो देख्दैन यही पिकअप देखेको अब यही गैडा देख्छौँ यही मैले गएर देखिसके अगाडि हात्ती पनि छ गैडा पनि छ दुईटै छ पदुवा को छौँ यहाँ म छु हामीले दुईटा पिकक देखिसक्यौँ ओइके होला सानो त हजुर ओइके होला है ऊ डियर ऊ डियर अन्त त्यो उसवाला सिङवाला हजुर अहिले देख्न पाइसेन ओइ मैले देखेको होइन र पहिला सुरुमा यस्तैमा बस्ने होला हामी चाहिँ आइपुग्यौँ है यता पार्क देख्यो भने प्लिज अथवा कुनै जनावर देख्यो भने प्लिज कमेन्ट डाउन बिलो है त्यहाँ चाहिँ हाम्रो डियर छ होइन Okay, ladies and gentlemen, children, take out your maths books. We're gonna do subtraction and multiplication. Okay, put it back. Put down. You're nothing but a stupid boy. Stop laughing, you dummy. Let me enjoy my wine. Okay, stupid. Hello guys, good morning. This is the next day of Mari. हामीहरू चाहिँ आज जङ्गल सफारी जाने हो अनि चाहिँ हामी आज भर्खर उठेछौँ अनि हजुर सुनिराख्नु भएको चाहिँ पिकक कराएको हो अनि चाहिँ म चाहिँ यता बाहिर आएर नेचर फिल गरेर म बस गरेको थिएँ कि अनि आज हामी सफाइ गर्ने हो अनि त्यही थ्याङ्क यू अब म लुगा फेरेपछि निस्क्छु यो चाहिँ हाम्रो बाहिरको भ्यू हो मेरो फाइबरियन हाँस देख्न सक्छौँ अनि यो कालो चाहिँ कुरो थाहा भएन दादा गैडा यता हेर्छ न मेरो क्यामेरामा ए क्रोकोडाइल पो रहेछ क्रोकोडाइल गैडा होइन रहेछ क्रोकोडाइल
हेर्नु नि त्यो चरालाई एउटा ठुलो एउटा सानो रहेछ हजुर अहिले लिसिनु भयो उसको बाटाकै बिचमा बसेको है साइड भयो कि त्यो पनि अलिकति मात्रै देखेको छ अघि त आयो होला अब चट्दै चट्दै त गयो कि यता त्यही आउँछ सिङ भएको पनि भाले सानो कति भालेको सिङ हुन्छ पक्रियो ऊ हेरेको हेर्छ नि दादा मेरोमा कस्तो ऊ सानो पनि माथि चढ्यो हामीले चाहिँ एउटा तिनवटा गरेर देख्न पाएँ पिकक फेरि देख्यौँ हामीले उता चाहिँ हामीले डियर पनि देख्यौँ खरायो यता हेर्छ त्यो के हेर्छ न बिरालो छ के बिरालो बिरालो टाइपको छ वाइल्ड बिरालो हो कि ए डियरै रहेछ त्यो साइब त्यो कालो वाला के देख्नुभएको छ के होला कति मजाले बसिरहेको यो सबै मगर गोहीहरू घडियाल होइन यो मगर गोही यसले चाहिँ मान्छे घडियाल गोहीले माछा मात्रै खान्छ अरू त्यसले केही आक्रमण गर्दैन यसले चाहिँ मान्छे जनावर यहाँ चितलहरू चऱ्यो बदल हात्ती पाल्ने ठाउँ हात्ती सानो हाम्रै हो क्या लडेँ म लडेँ केयरफुल बिस्तारै लडेँ म हात्ती कराउ न एकचोटि
हामी अब के अरे यो चितवन नेसनल पार्क भन्न मिलेन हामीहरू के अरे क्रोकोडाइल भएको ठाउँमा आयौँ। अब चाहिँ हामी भित्र छिर्छौँ। यो चाहिँ भित्रको भ्यू हो। यो चाहिँ अलिकति ठुलो वाला ढाइलो अलिअलि ठुलो भएको एउटा चाहिँ त्यहाँ छ। अनि त्यहाँ चाहिँ एउटा बर्ड छ। हिँडेको हेर्न न हिँडेको। यता पनि अब अहिलेको लागि हामी त्यहाँ जान्छौँ। अनि पछि म भ्लग बनाइरहेको छु। हामीहरू चाहिँ अब कोही कुन ठाउँ हामीहरू चाहिँ अब यो क्रोकोडाइल हेरेर हामीहरू फेरि हाम्रो सफारीलाई सुरु गर्छौँ। वाउ अब चाहिँ म तपाईँहरूलाई रोक्छु म तपाईँहरूले त ठुल्ठुलो क्रोकोडाइल होला यिनीहरूले चाहिँ माछा मात्रै खाँदो रहेछ के। यिनीहरू पनि सानो सानो रहेछ नि। देख्दै देखेन त। यो चाहिँ राम्रोसँग देख्दै देखेन तर यो पनि सेम साइज रहेछ कि। सेम साइज भन्नाले मिडियम एउटा रहेछ उल्टा बिचरा मासु आउने खाएको नि रहेछ। यता चाहिँ ठुलो भएर रहेछ। I'm sorry. Look at the statue. That's the statue I know. The hand of the
उता अलि नजिक छ सानो सानो छ यो चाहिँ एउटा मात्रै होला है अनि एउटा मात्रै होला तर हामी त्यो एउटा मात्रै देखेको होला तर त्यहाँ चाहिँ एकदम धेरै छ होला नत्र त्यो एउटा मात्रै हुनसक्छ अनि यताबाट चाहिँ यो नजिकको भ्यू हो के भन्छ फेरि भन्छ त यो पनि के हो मलाई थाहा भएन के हो मलाई चाहिँ थाहा भएन आई थिङ्क यो जङ्गल टाइपको मात्रै हो थाहा भएन यो के हो एकचोटि हस्छ त मलाई पनि थाहा छ यो स्टिल बस्छ नि सिमेन्ट होइन सिमेन्ट ओके हो त्यो लोदर आउन लाग्छ यता सिमेन्ट प्लास्टर गरेर Excuse me. मैले चाहिँ मान्छेहरूलाई धकालेर तपाईँहरूले यो देखाउन है यो क्यामेरामा त नजिक देख्दैन तर रियल लाइफमा चाहिँ कत्रो ठुलो रहेछ अनि कति नजिकबाट फर्स्ट टाइम त्यो चाहिँ अनि स्क्रिनमा पनि देख्छ जस्तै सानो जङ्गल टाइपको यता उता सानो पनि रहेछ यता चाहिँ क्रोकोडाइल रहेछ यो चाहिँ कछुवा बस्ने ठाउँ हो अरे तर कछुवा चाहिँ अहिले देखेको छैन घुमाइराख्छु तपाईँहरू पनि घुमाइराख्छु होइन हिँडेर त गर्मी बस्दै हुँदै आयो अनि यो माडी भन्ने चाहिँ एकदम चित्तोनी हुन्छ यो माडी भन्ने ठाउँ चाहिँ एकदम राम्रो ठाउँ रहेछ होइन एकदम राम्रो कि अनि पछि हामीलाई कस्तो नजिकबाट डियरहरू पनि देख्यो कि अनि हामीले आज 3टा राइनोसरस देख्यौँ अनि उसको त अरूको त लामो हुन्छ नि त त्यो अनि उसको कति छोटो रहेछ होइन उसको त उनीहरूको डबल छ कि यो नाक त्यता चाहिँ टर्टस रहेछ तर उतापट्टि के त्यो चाहिँ सानो टाइपको जङ्गल जस्तो मात्रै टर्टस रहेछ तर यो चाहिँ अहिले कता छ उति हिँडिरहेछ
चिप्लेन चौलेछ नि त सोध्छ होला है यिनीहरूले के फिल गरेर बसिरहेको उनीहरूको पनि केयर गर्दो रहेछ विक्रम बाबु जाने बाटो यही हो पहिला पहिला यो एक्सिस बन्द हुन अगाडि चाहिँ यहाँ बिचमा थियो भन्ने बुझ्यो भिनाजु लिँदै गयो लिम के छ हुन्थ्यो हामी खाली लिँदै गर्छौँ आयो है त अब आयो होइन कति होइन नि लौ यो कति सानो हो त नि